अनि हजुरको नाम चाहिँ? मेरो नाम खास नाम चाहिँ थापा इन्द्र बहादुर, बोलाउने नाम चाहिँ पवन। अनि तपाईँ जापान आउनुभएको कति भयो? त्यही हो, 3 वर्ष पुग्यो। ए 3 वर्ष पुग्यो। अनि तपाईँले जापान आएको कति महिना जतिमा चाहिँ काम पाउनुभएको थियो? जापान आउँदाखेरि चाहिँ हामी लकडाउन सकिने बित्तिकै आएको हो। आउन त त्यति बेला गाह्रो थियो, 2 महिना जति चाहिँ लगभग बस्यो। अनि त्यसपछि सुरुको काम भनेको सुसीमा पाइएको थियो, त्यसमा चाहिँ गरियो 6-7 महिना जति एक्सपिरियन्स गरियो, राम्रै भएको थियो। काम खोज्न चाहिँ तपाईँलाई गएकोले हेल्प गर्यो कि सेन्पाईहरूबाट? गएकोबाटै चाहिँ हामीलाई हेल्प भयो अनि गरेको पनि हो। भनेपछि गएकोबाट चाहिँ कामको लागि फुल सपोर्ट मिल्छ? मिल्छ मजाले मिल्छ। जम्मा 28 घन्टा मात्रै काम गर्न पाइरहेको छ होइन? त्यो 28 घन्टा काम गरेकोले अब तपाईँलाई गएको फी तिर्न अनि तपाईँको अब दैनिकीहरू जीवनयापन गर्नलाई कस्तो सजिलै भइरहेको छ? धेरै गाह्रो विषयको कुरा हो त्यो चाहिँ। अब जीवनयापन गर्छु मात्रै भनेर 28 घन्टाको लागि चाहिँ आफ्नो जीवनलाई चलाउनको लागि चाहिँ 28 घन्टा काम गर्दा हुन्छ। तर गएको फी तिर्नको लागि चाहिँ घरबाट मगाउनै पर्ने हुन्छ। के भन्छ अरे, अब निहङ्गो गएकोमा पढ्दा होस् घरबाट चाहिँ मगाउनै पर्ने हुन्छ। त्यो त एकदम अनिवार्य कुरा हो। भनेपछि गएको फी तिर्न चाहिँ अलिक गाह्रै हुन्छ? हजुर, घरबाटै मगाएको हो। अनि अब सेनमन पढ्दा होस् या दाइगाको अब मान्छेहरू हुन्छ नि के अरे जापान आएर त कामै पाउँदैन, काम पाउन एकदमै गाह्रो हुन्छ भन्नेहरूलाई, अब पछि आउनेहरूलाई चाहिँ कामको बारेमा जान्न चाहनेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? यसको बारेमा चाहिँ अब त्यस्तो कामै पाउने नपाउने भन्ने कुरा त होइन। अब अहिलेको सिचुएसनमा चाहिँ गाह्रो त गाह्रो छ, किनकि विदेशीहरू पनि अब बढ्दै जाने उस चाहिँ धेरै भइरहेको छ। जापानमा कामदार पनि एकदम अभाव पनि छ होइन? त्यो कुराहरू अब बुझिरहेकै छ, भोगेकै छ। अब आउनेहरूले चाहिँ के बुझ्नु पऱ्यो भन्दा सबभन्दा पहिला चाहिँ भाषा हो टफ। आफूले 1 नम्बरमा भाषा राख्नु पऱ्यो, बुझ्न सक्ने प्लस बोल्न सक्ने। अब बोल्न सक्ने त बिस्तारै भइन्छ, त्यही अनुसारले चाहिँ आफूलाई मेन्टेन गर्न चाहिँ सक्नुपर्छ, त्यही भन्छु। हस् त, धन्यवाद।